हेलो गाइस, हेलो। आज हामी कति वर्षपछि भेटेको? आज हामी कति वर्ष धेरै वर्ष भइसक्यो। अनि हाम्रो अर्को सानो पुन्टुरी खोइ? हाम्रो पुन्टुरी यहाँ छ। भयो होला 6-7 वर्ष 8-10 वर्ष भयो कि भयो है हामी भेटेको। भइसक्यो। सानो वृष्टि हेलो भन्दैछ बाबा। हेलो। आज हामी 10 वर्ष भन्दा नि बढी नै भइसक्यो हैन। 10 वर्ष पछाडि भेटेको साथीहरु यसो पशुपति दर्शन गर्दै हामी दुईजना चाहिँ भेटिराखेको उ साथी मात्र हो 10 वर्ष चाहिँ भेटेको है। अनि आज हामी पशुपति घुम्न आएको। अब हामी के रमाइलो गर्छौँ? फुलहरु चाहिँदैन हामीले लिइसक्यौँ। रक्तदान जीवनदान। ल अब हामी यहाँ पशुपति आइपुग्न आँट्यौँ। पशुपतिको तल्लो बाटो हो यो चाहिँ। हिरोइन भइरहेको छ सबैजना। यता हरियो पनि देखाउ न, यता पहिलाको फुल हो सिन देखाउ न। यस्तो सिन छ है, यस्तो सिन छ। ल साथीहरू पशुपति घुम्न आऊ है। ल यहीँबाट हामीसँग दर्शन गर्नुहोस् है सबैजनाले पशुपतिको। सीता सीता अनि धेरै पछि भेटेर कस्तो लागिरहेछ हामीसँग? रमाइलो भएर चाहिँ रमाइलो लाग्यो। मलाई हो। अनि हाम्रो कृष्टि खोइ सानो कस्तो लागिरहेछ भेटेर? कस्तो लागिरहेछ भन्दिछ न? कस्तो लागिरहेछ? कति रमाइलो लागेको भन्दिछ न? मामुसँग घुम्न आएर कस्तो लाग्यो? मामुसँग घुम्न आएर रमाइलो लाग्यो? स्कुल नगएर रमाइलो लाग्यो हो? ल जाऊ। पशुपतिमा हामीले चाहिँ फुलहरू किन नलिकन हिँडेको भन्देऊ त? पशुपतिमा धेरै फोहोर भयो। पशुपति बागमतीमा त्यस्तै फोहोर छ जताततै होइन। भगवान्लाई एकदम आनन्दित भएर साँचो मनले भेट्न जाने हो होइन। फुलसुल लगेर हामी सफा नगरिकन त्यहीँबाट फर्केर हिँड्छौँ। अनि कति धेरै फोहोर दुर्गन्धित भएको छ। तपाईँहरूमा देखाइदिन्छु पनि फुल प्रसादहरूले गर्दा कति धेरै फोहोर भएको छ त्यहाँ भनेर। त्यो भएको कारणले हामीले चाहिँ पशुपतिमा भगवान्लाई दर्शन मात्रै गर्न गयौँ। पूजा गर्नलाई त्यहीँ पुजारी भइहाल्नुहुन्छ नि होइन। उनीहरू जाँदा पछाडि हिँड्दैछन्, हामी चाहिँ यहाँ क्रस गर्दैछौँ। तर आजको मौसम चाहिँ होस् राम्रो छ। मौसमले पनि साथ दिएको छ आज चाहिँ। अब मेरो खासमा अस्ति चाहिँ के भयो भने मैले आइफोनबाट भिडियो बनाएर हाल्ने गरेको थिएँ। मेरो चाहिँ बसबाटै चोरी भएको हो कि, त्यो भएको कारणले अहिले चाहिँ मैले एन्ड्रोइडबाट भए पनि भ्लग त अब कन्टिन्यू गर्नु पऱ्यो होइन। त्यो भएको कारणले यहाँ राखेको छु। ल हेर्नुहोस् चोरसँग पनि पुगोस्। यो भिडियो चोरसँग पुगोस्। ल हेर्नुहोस् यहाँ कति धेरै फोहोर छ। अब हामी चप्पल उता राखौँ ल। जुत्ता अगाडि। सो अब चाहिँ हामी जुत्ता चप्पल राख्ने ठाउँमा जाँदैछौँ। एउटा व्यवस्थापन चाहिँ यहाँ चाहिँ त्यो राम्रो गरिदिएको छ। जुत्ता चप्पल राख्ने छुट्टै छ है। सबैजनालाई थाहा पाइराख्नु पर्यो। जुत्ता चप्पल खुल्ने ठाउँ यहाँनिर त्यहाँ छ, फ्रीमा छ र फ्रीमा हो। त्यो चाहिँ पैसा तिर्नु पर्दैन। जुत्ता हराउँदा तपाईँको जुत्ता पनि सुरक्षित भयो। जतापाइतिर खोल्यो भने त अब जुत्ता चोरी पनि हुनसक्छ। अब यो भएर चाहिँ हामीले धेरै सजिलो भएको छ। अब यहाँ भित्र गएर हामी चट्ट जुत्ता कालेर राख्छौँ। जुत्ताको लागि चाहिँ यस्तो झोला पनि पाइन्छ। झोलाभित्र राख्ने जुत्ता यहाँ यसरी जुत्ता राख्ने झोला राखेपछि झुन्ड्याउने आएछ अरे। राखेपछि झुन्डाउने। ओ यहाँ नम्बर याद गर है। नम्बर चाहिँ दिनुहुन्छ अहिले। त्यो त मेरो सानो जुत्ता खोला ल।
जुत्ता राख सानो जुत्ता खोल बिस्ती हाम्रो बिर्सी छोरी आफै जुत्ता खोल्छिन् नि ठुली भइसकिन् आफ्नो काम आफै गर्यो नि छोरो अब हामीले यहाँ जुत्ता चप्पल राखिसक्यौँ टोकन पाइन्छ होइन त्यो टोकन चाहिँ नहराइकन ब्यागमा राख ल अनि त्यस पछाडि अब के अरे मन्दिरभित्र क्यामेरा चाहिँ लान पाइँदैन यहाँ बाहिर वरिपरि चाहिँ खिच्न पाइन्छ है हामी बाहिर वरिपरिसम्म चाहिँ देखाउँछौँ आज खासै भिड छैन है आज झापा सफा छ हो झापा कतिको सफा छ सफा छ हो मान्छेहरू धेरै भएर आइरहेछन् त्यो आफ्नो आफ्नो सक हो कतिजना अनि पुष्पतिमा चाहिँ आज यति धेरै भिड छ राखेर आउनुपर्छ हजुर यहाँ बरहरू हजुर यहाँ राख्ने यता अलि के अरे ल कता हरायो मेरो ग्याङ ल एकचोटि यो सराउन्डिङ देखाइदिनु पर्यो है कस्तो लाग्यो हाम्रो पशुपति राम्रो छ रमाइलो लाग्यो मलाई लाग्यो तिमी कति पछि आएको रे यहाँ पशुपति मन्दिर त आएको थियो होला अनि पहिला आएको थियो नि हामीसँग नभेटेको चाहिँ धेरै भयो होला धेरै चाहिँ हाम्रो हिँड्ने बाटो हो खासमा अनि यहाँ अब तीजको बेलामा अनि यस्तो शिवरात्रिमा एकदमै भिड हुँदाखेरि लाइन बस्ने ठाउँ पनि हो यता कता कताबाट लाइन जान्छ है मेरो घर आन्टी यता आउ ल ला बाँचिहाल्यो बाँच्यो गाइज हामी चाहिँ मन्दिरबाट आइसक्यौँ बाहिर अहिले 10:30 भइसकेको छ तपाईँ कस्तो भिड छ भनेको क्या ल त्यो खाने पानी यो हात खुट्टा धुने पानी ओ त्यहाँ हात धुने पानी
अनि यो हाम्रो पशुपति खाना रेडी हुँदैछौँ। यो चाहिँ हाम्रो 40 रुपियाँको चना ल खाऊ। पानी परेर यहाँ बसेको छ। कस्तो ठुलो पानी पर्यो। वृष्टिको सानोले किनिदिएको क्लिप कस्तो छ? बसिरहेको छौँ पसलमा। नयाँ क्लिप कस्तो छ? छोरीको नयाँ क्लिप कस्तो लाग्यो तिमीलाई? मन पर्यो? मन पर्यो हो। यो उहाँको हो, उहाँको अनि यो चाहिँ को त? म अनि यहाँ अहिले यस्तो हिल भएको चप्पल लगाइरहेको छु अनि मोटी धेरै चेन्ज भएको छ क्या। म पहिला राम्रो थिएँ कि थिएन? अझै राम्रो भयो कि अहिले पो म। पहिला त बादरी जस्तो थियो है तिम्रो बाबु होइन? अहिले आएर सुन्दरी भएको छ होइन? को हो भन्दै त? को? तानी? होइन म पनि दिदी। दिदी भन्नुहोस् हुन्छ। सिधा बस्यो ल नि एकछिन बस तिमी तिमीलाई खुट्टा दुख्यो होला ल बस बस एकछिन बस बस न भिजिँदैन होला चाहिँ म बस सिधा एकछिन बस तिम्रो यता चाहिँ पानी परेको भएर सबै बजारहरू छोपेको छ घरबाट आउँदाखेरि पनि बजार पनि अहिले मेरो त्यहाँ छ एकदम केही हुँदैन नर्मल कुरा हल्का रातो लाग्ने हेलो कस्तो लागिरहेछ अघि गाडीमा ल फोटो खिचौँ ल त्यहाँ उभा छ यसरी सानो रमाइलो लाग्यो आज घुमेर रमाइलो लाग्यो बाबा आज घुमेर लेखेँ मैले ओ आफै उठिस्यो
हामी घुमेर सकायौँ। आज रमाइलो भयो, पानी पनि पर्यो, शीतल पनि भयो। हिँड्दा हिँड्दा तर धेरै थाकियो पनि। पशुपतिबाट सिधै बसन्तपुर आइयो, खाइयो, पियो, अब घरतिर हिँडियो। अब हामी यता छौँ। ल अब हाम्रो भ्लग यहीँ इन्ड गर्छौँ ल।